बौद्ध दर्शन चाहिँ यस्तो दर्शन हो जो पानी जस्तै हो, अक्सिजन जस्तै हो। बौद्ध दर्शनमा त्यस्तो शक्ति छ जहाँ चाहिँ हतियारसहित, आधुनिक हतियारसहित युद्धमा होमेका पक्षहरू पनि शान्तिपूर्ण वार्ताकै माध्यमबाट फेरि शान्तिको कामना गरेर हतियार बिसाउन बाध्य हुन्छन्। त्यो त छँदैछ नि त विश्वमा। अब तपाईँ इतिहास हेर्नुहोस् न, सम्राट अशोक युद्ध गर्दा 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 वाक्का दिक्क भएर बौद्ध भयो होइन। युद्धसँग धर्मलाई किन जोडिन्छ? अब यस्तो हो, मान्छेले काम पाउँदैन अनि धर्मसँग जोडिरहेको हुन्छ होइन। धर्मको कारण चाहिँ युद्ध भएको हो कि होइन, त्यो युद्ध गर्ने मान्छेहरू त्यो कहिले पनि उसले धर्मको बारे बोलेको पनि हुँदैन, पढेको पनि हुँदैन, उसँग इन्ट्रेस्ट पनि हुँदैन। हाम्रो देश आजसम्म बढी बोलेरै विकास नगर्को, शिलान्यास गर्छ, त्यो सुरुवात गर्दैन, काम गर्दैन, कम बोल्नुहोस्, कार्यान्वयन गर्नुहोस्, त्यो नै आजको आवश्यकता हो। 47 वर्ष कटिसक्यो, 7 अर्ब बढी खर्च भएछ, अझ पनि लुम्बिनी गृह योजना चाहिँ अल्पत्र जस्तै अवस्था देखिन्छ। किन यस्तो? त्यहाँ पुग्ने मित्रहरू जागिर खानको लागि मात्र गयो। जागिर अनि भत्ता गोजीको मान्छेले राखेपछि यस्तै हुन्छ, काम त्यो भएन। एफ फाइटर प्लेन 17 जुन पाकिस्तानले प्रयोग गरेको त्यो मेड इन चाइना हो र इन्डियाले प्रयोग गरेको भने फ्रान्सबाट ल्याएको राफल होइन। राफललाई त चरा खसाले जस्तो खसाल्दै त्यो मिसाइलले भनेपछि चीनको हतियार चाहिँ आधुनिक र अगाडि रहेछ। त्यो हतियारमा अहिले अमेरिका, फ्रान्स, अरू राष्ट्रभन्दा चाहिँ के चीन चाहिँ अत्याधुनिक अगाडि छ? धेरै अगाडि छ। म चाहिँ यो फाइटर प्लेनहरू राख्ने त्यो पानी जहाज हुन्छ नि, म त्यो अवलोकन गरेर आइसकेको।